गयो पापा छोरा चाहिँ हर्स राइडमा ए कतै मास गयो मिरिक झिल यस्तो छ गाइस भान्जीको छोरी चाहिँ नाच्दैछ मजाले
inside train. चाहिँ यसरी ट्रेडिसनल ड्रेस मालाहरू राखेको रहेछ आई लभ मिरिक अनि चाहिँ एकछिन यहाँ पर्खेको यो टाढो टेक्ने साथी हो मिरिकको सिनै हेर्नुहोस् है मिरिक भन्दा पनि टिमिङ फाटक भन्छ यसलाई यहाँ आई लभ मिरिक लेखेछ जरा हेर्नुहोस् छ नि माथि र यहाँ चाहिँ टिङिङ फाटकको टिङिङ फाटकको यता आउँ न यहाँबाट आई लभ मिरिकमा फोटो खिच्ने अरे उसले आमा छोराले मान्छे पुरा भिड लागेको छ यो पऱ्यो तपाईँको आई लभ मिरिक टोय ट्रेन टुरिस्टको लागि राखेको नि बाई बाई औ छिरो यता खिच्नु फोटो मिरिक आइपुग्यौँ यहाँ माछा हेर्नु होइन यहाँ मुराइ माछा रहेछ बोट त उपर हो त ब्रेड किन्नु न ब्रेड किन्नु यो ब्रेड चाहिँ अब यहाँ फिसले खान्छ अरे खै फिस हेर न फिस ऊ माथिबाट जाउँ न माथि त्यता रहेछ नि चस्मा गिर्छ देऊ फिसलाई दिन त हाल्दैन कति रहेछ नि त्यहाँ फिस कस्तो मजाले खाएको ब्रेड अलिक पर फेर न आउँछ सबै जान्छ यता बेसी रहेछ नि त देशको ब्रेड खाए सबै बिचमा हालिदिनु त्यो बस बिचमा कति हो बिचराहरू एउटा ब्रेडको लागि हेर घरमै हुन्छ नि यहाँ घरमा माछा रहेछ बडी निकै रहेछ खायो देशको ब्रेड खायो युज गर्यो यता रातो माछाको मुख कत्रो हेर होइन यसरी ब्रेडहरू राखेको हुन्छ माछाहरूलाई पनि ब्रेड मुराईहरू बोटमा जाने बोट कहाँबाट जानु भन्दैछन् हजुर भन्नु न सबै मिरिक पुल ए ऊ आई लभ मिरिक लेखेको ऊ भनेको यता जानुपर्छ होला यता कहिले पनि यता लु अब देवांश बोटिङमा जाने अरे हो हामी चाहिँ ब्याङ्कको काम पनि थियो ब्याङ्कको काम सकेर चाहिँ फेरि घुम्नु आएको त छुट्टी खान्छ अगाडि राख्ने
अगाडि राख्नु त्यो ब्रिजमा हामी चाहिँ पार्कमा पसेको कस्तो दामी फुलहरू जाउँ त फोटो खिच्नु पापा छोरा यता हेर्नु न हामी चाहिँ गार्डनमा आएको छु कति क्युट भयो मम्मा जानु भयो होला नजाने मम्मासँग खोज्दैछ जाने गयो भाइ ल्याउ न फेरि खिच्नु न यो चाहिँ रेस्टुरेन्टहरू छ यता चाहिँ मिरिक झिल चाहिँ यहाँ साइडमा छ हामी चाहिँ यहाँ पार्कमा छौँ गार्डनमा मिरिक झिल यस्तो छ गाइस हेरिहाल्नुहोस् एकछिन न बोटमा जाने उयो बस्नु रिल्स बनाउँ भनेको हिँडेको हिँडै गर्छ हो एउटा बनाइदिएर ल त्यो बस त त्यो बस त देवान्स बस त पापासँग देवान्स दादा यता हेर्नु लड्छ कस्तो दामी नजारा हेर्नुहोस् गाइस यस्तो छ मेरो छोरा चाहिँ कुदाकुद गर्दैछ पापा यहाँ छुर्पी खाँदै बसिरहेको भएको छ मिरिक बजार चाहिँ यस्तो छ अझै रेस्टुरेन्टहरू छ प्रायः जस्तो ऊ चाहिँ बोटमा जाने भनेर यहाँ रिसायो रिसायो भने त बोटमा लाँदिन रिसाएको अरे लाँदिनँ म लु बोटिङमा जाने अरे त आइपुग्यौँ दोकानहरू छ हर्स राइड पनि छ यहाँ चाहिँ हर्स राइड नजाने अरे मेरो छोरा हो बोटिङमै जाने अरे बोटिङमै आइपुगेको मेरो छोरा खुसी भएको अरे बोटिङमा आइपुगेर त खुसी पो हुँदो रहेछ यो हेलमेटहरू त राखाउ दादा कि बोक्नु देवास पर्खा होइन यहाँ चाहिँ टिकट काट्नु पर्ने हुन्छ जाने अरे नि त बोटिङमा खतरा देखेको बोटिङ भनेर बोटिङमा गएको पापा चाहिँ कुदाउँदै हुनुहुन्छ थाहा होला नि कहाँ जाने त्यहाँ हुँदैन हामीलाई बोटिङमा लाँदैछ इच्छा भलेले देवान्स उनीहरूले सकेको छैन हेर कता लाँदैछ लु यहाँ बस्छ त्यहाँबाट नहल्ली नि पापा छोरा चाहिँ यहाँ छ कता लाँदैछ नि पापाले अहिले चाहिँ पाराले डर लागेन हिँड्नु न कता लान्छ आधी घन्टा 200 रुपियाँ हो एकजनाको 100 होला नि 200 होला नानीको त परेन होला सायद कुदाउ देवान्स खुसी भयो मजा लाग्यो तिनीहरूले कुदाउनु सकेको छैन कता लाँदैछ मजा लाग्यो मैले चलो कसै कतापट्टि घुमाउनु हेर्नुहोस् है गाइस कस्तो दामी छ देवान्स हेलो भनिदिनुहोस् न यता गाइसहरूलाई हेलो गाइस भनिदिनुहोस् न
बोटिङमा मजा आइरहेछ उसलाई हो कहिले सिकेको तपाईँले ए मलाई चलाउनु भनेपछि यहाँ कता हो छ नजारा चाहिँ यहाँ चाहिँ लजहरू होटेलहरू सबै छ यहाँ चाहिँ देवांश पापा ए भनिदिनुहोस् त ए खै देवांश खै हौ उसले त ह्यान्डल समाउने अरे हो खै अब लड्छ है सुपर देख्यो पापा छोरालाई त छ नजारा चाहिँ सबैले बोटिङमै मजा लिइरहेको छ 10 मिनट्स के गले तिमी अब सक्यो मजा लाग्यो देवांश मजा लाग्यो भन्दै न मजा लाग्यो माइलट भन्दै न देवांश मजा लाग्यो माइलट भन्दै न भनेको देवांश हो अब हर्समा जाने अरे छोराको डिमान्ड फेरि हर्समा त नजाउँ होला हौ है हर्स राइड गर्ने अरे हर्स राइड हो व्हाइट हर्समा जाने यस्तो छ बोटिङ हामी चाहिँ अघि यहाँ बोटिङ गरेर आएको अहिले चाहिँ यता माथि पुलमा आएको छौँ पापा छोरा हर्स राइड गर्ने अरे मलाई गर्नु भन्छ हर्स राइड म त त्यस्तो मन पर्दैन हर्स राइडहरू त पापा छोरा गर्छ अरे व्हाइट हर्स क्या त हामीले जरो छ फोटो खिच्नु चाहिँ 50 रुपियाँ म फोटो खिच्छु ल म नजाने नजाने पापा छोरा मात्रै चढ्छ नि हर्समा गयो देवांश दादा पापा छोरा चाहिँ देवांश यता हेर मजा लाग्यो गयो पापा छोरा चाहिँ हर्स राइडमा सकेको पनि यति छिटो लड्छ लड्छ यहाँ चाहिँ यसरी यहाँ चाहिँ डान्स गर्ने जग्गा पनि रहेछ यसलाई के भन्छ मोमो खाने मोमो त्यो बक्स हो बक्स यहाँ चाहिँ यस्तो पनि रहेछ
खुसी लाग्यो मोटिभेसन आउँदा भ्लग बनाउँदा त्यही हो र कताबाट भेट भयो गाना आयो कि त नाच्नु सुरु भइहाल्छ भान्जीको छोरी चाहिँ नाच्दैछ मजाले मैले चाहिँ अघि भिडियो गरेको थिइनँ अन्त बहिनीहरू भेटेर खुसी लागेर चाहिँ भिडियो गर्नु पनि बिर्सेछु अन्त एकछिन बातसात गरेर चाहिँ हामीले यता आएको छौँ बहिनीहरू उता गयो नानीलाई घुम्नु भनेर त्यही मान्छे हेरेर के बजाउँदैछ यहाँ फेरि के बजाउँदैछ पापा त्यसले के अरे दादा यो समुद्र अरे समुद्र किरण गएको अरे पापा छोरा चाहिँ हो हामी चाहिँ फेरि यतातिर पनि छ दोकानहरू अन्त हामी चाहिँ यसो चिप्सहरू खाने अरे नानीले चिप्सहरू खाएर निक्लेको ए के रहेछ ला देवास टच गर्नु हुँदैन चिकन त यो तपाईँको मिरिक जिल्ला हो यो मजाको छ समुद्र जस्तो यहाँ चाहिँ पानी आइरहन्छ यो माथिबाट तपाईँ मिरिकको मौसम चाहिँ मजाको छ